Hey guys, welcome to my new vlog. यो vlog चाहिँ हाम्रो पूजाको है त। अझ निस्किनु भएन। The first Madshai Hamro Nag Puja Hungsa. हाम्रो कुल पूजा सेकेन्ड डे अफ कुल पूजा। पूजा विशेष यहाँ एउटा ग्यास खाली भयो होइन अब एउटा ग्यासले चलाउँ है यहाँ एउटा ग्यास हामीले पार पर्न लैजाउँ आजबाट सुरु गर्नु पर्यो नि। टान टान राति भइसकेको छ। अब चाहिँ हामी खानाको लागि नाइट लुकको क्या ल साथीहरू हामी चाहिँ डिनर गर्न जानु लाग्छौँ। राम्रै भइसक्यो है कति अँध्यारोमा भर्खर डिनर गर्न जान लागेको। यहाँ एउटा कुर्ती राखेको हुन्छ अझै साथीहरू यो चाहिँ हाँसको छोइला हो, यो चाहिँ पाडाको छोइला हो, यिन चाहिँ पाडाको बुढी हुन्। मेरो लागि खाना म जस्तै थोरै, म त एकदम धेरै खान्छु मान्छे सानो भए पनि। यो चाहिँ के हो? आई लभ भुटुवा। यो चाहिँ भुटुवा हो पाडाको। अजाले नि भिडियो गर्नुभयो। अझ हाई भन्नु त मेरो भिडियोमा नि। लाखे परिवारको ल ल यता आन्टी प्रियङ्का त खाएको होइन यता अझै ल अङ्कल के छ बिजी हुनुहुन्छ? ल कसको ए सबै ल यस्तो रमाइलो छ। यो सबै लाखे परिवार ऊ त्यहाँबाट लिएर आउँछु कि मैले। एकै सबैलाई सानो हुने हो नानी मेकअप राति मेकअप राति गरेर सुत्नु पर्ला ढिला हुन्छ नि आज सिँगारेर खानु भयो Voli Koladi preparation ha ha ha. कस्तो लैरह युट्युबर भाइरल भइदियो यो त मम्मी आन्टी भोलि
हाम्रो कुल पूजाको तयारी साथीहरू फाइनल अटायर यो चाहिँ हाम्रो लाखे सन्तान म मेन लाखे जस्तो छुटौँलाई यिनी लाखे त्यहाँ अदाहरू हाम्रो नेवारी ग्रुपहरू लाखे फलकहरू सबै यो चाहिँ हाम्रो मूल घर हो यो चाहिँ हाम्रो मूल घर हो मम्मी टक्सारको सान हजुर बोकाहरू अङ्कल के छ रमाइलो भयो तिमी यहाँबाट बिहान सबै हामी बाउ छोरा खिच्यो हाम्रो चाहिँ एकदम डिमान्ड छ साथीहरू आज ग्याप हो अहिले चाहिँ अलि धेरै ग्याप भयो तर हामी सबै खुसी छौँ कुल पूजा चाहिँ अलि धेरै कमेन्ट आइरहेको छ साथीहरू तर ठिकै छ है ओहो अहिले मागेर भिडियो त गर्छु मैले हिजो लाउनु थियो आज लाउनु कति टाइमको अरे यो फुल पूजा सेकेन्ड थर्ड टाइम थर्ड टाइम एटेन्ड भयो कति टाइम भयो कति टाइम हामी त सुरैबाट सुरुमा थियो हाम्रो त कहाँ थर्ड टाइम भयो मलाई भन्नुपर्छ नि यस्तो मान्छे मलाई भन्नुपर्छ नि हुन त अङ्कल मेरो भाइ नै हो डियर दिए थिएँ डियर पुरा गरेँ अहिले भर्खर होइन अहिले उता गएपछि बदाम जुस खुवाउने अरे यिनीहरूलाई एउटाले ल्याएको एउटाले ल्याएको त्यत्रोजनाले खुवाउने हो मैले कति रुपियाँ गर्छ त्यसलाई 100 रुपियाँ 8,000 टिका लादिएको पैसा जाने हो साथीहरू बिरानलाई बाइक गर्छ पहिला अरे ल को होला आटो छ तिमी एउटा अनमोल एउटा बियस नै हो तिमीलाई नै हो तिम्रो 3टा बियस एउटा तिमी अङ्कल एउटा 4वटा अम्स्यालाई गर्ने अम्स्यालाई गर्ने अम्स्यालाई गर्ने लिएर आउँछु ल खान हुन्न होइन काहीँ छेउमी अहिले हेर्नु है खान हुन्न भनिदिनुहोस् न अरू बेला त मलाई खाना भन्नु खै कि यहाँ भर्खर टिस्यु दिनुभएको छैन र गएपछि पार्टी दिन्छु बियर पुरा गरे के को लागि अरे अहिले हो नि म त कहाँ अहिले बियर पुरा गरे हुन् खुशबू हेलो भन
हेलो भन्नु भनेको आइ रे ल ठिक छ टिप्स नौकल कसको फोन हो र फोन आयो के ओए फेरि होला तेरो गर्लफ्रेन्डको फोन आएर अनि 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 यता कहाँ हो भने अनि अनि काले यता हो कहाँ हो भने नि त कहाँ हो भने अनि ए के अनि मनी मनी वन कितनी मनी वन अनि खुद्रा आउँछ आउँछ अनि यहाँ देखेछ आमै कस्तो सानो मान्छेले चुनाउनु नि भन्दा हाम्रो अझै पूजा चलिरहेको छ विक्रम बाबु यता सुन्नु त त्यो त्यहाँको नरिवलहरू सबै त्यहीँबाट फोडिदियो कि सबैले फोड्ने हो लकले यही फोड्ने पूजा गर्नेले फोड्छ नि पूजा गर्नेले फोड्छ कप्लो तिमीलाई बढ्ने वर्ष गाह्रो भयो उत्रेन है किन अलि अगाडि जानु ना बाबु मात्रै हो नभित्रको मात्रै है नभित्रको अगाडि है स्टेसन मात्रै केही हुन्न लानु पनि हो होइन नमानेर बाबु मात्रै हो अरू सब ल हाम्रो नेक्स्ट स्टेप अलि अगाडि होइन नानु होइन नानु होइन कि एक्लै दिदी भाग्यमानले दिदीचोटि भेटेर त आउनु त्यो राख्नु पऱ्यो नि त कागे त्यो राख्नुपर्छ कि चापी अगाडि जाऊ मान्छेकोबाट टिका लगाऊ
टिका लाउन जानु लाएको के हो रे? टिका लाउन आएको के त्यहाँ हुन्छ कि अहिले हुँदै भन्न भने फाइनली कुल पूजा सम्पन्न भयो। अब चाहिँ हाम्रो टिका घुस्न पाइन्न है, यहाँ पाइन्न खाने बेला आउँछ। I'm very I am having fever, but I'm still pretending to be okay. Pretending to be fine. बिहानदेखि एकचोटि भमिट भइसक्यो नयाँ अहिले के भन्नुपर्छ सामान हेलो भन सानो कलसमा जल छ काम भयो छैन त्यसमा अलिक अझ मिल्नु भएको के रे म बस्छु घरि मर्दै मरेन घरि मर्दै मरेन यहाँ चाहिँ हाम्रो हजार टिका असिमलाई आइ भन् हेलो सुन उडाएर सिन्न त्यहाँ बैठेर जो जेलमा पिकामा अनुसुले लगाइसक्यो कति हजुर फर्स्टमै लगाएको थियौँ त्यसैलाई लगाएर सुराम बाबा हो र धेरै भोक हाम्रो चाहिँ यसरी अबिर लगाइदिने चलन छ तर न अझै त्यहाँ अझैलाई हेरिदेऊ न मलाई लगाइसक्यो अहिले लगाएँ है मैले दिदी अनि तपाईँ लगाएर मात्रै भयो तातो हो क्या बेसरी ल यसरी अबिर लगाइन्छ नेपाली चलन अझै मलाई भात खाइदिनु फेभरेट ठाउँमै भन्दा फेभरेट मातामरी के ओमरी ओमरी मासुको पिठोबाट बनाइने अदुवा राखेर अनि नुन राखेर यहाँ पनि नयाँ बुहारीलाई सगुनसित चिनाइन्छ उहाँ चाहिँ नयाँ बुहारी अनि भित्रिनु भएको त्यही भएर बुहारी हेर्दा यो बुहारी ठ्याक्क पछाडि फाइनली अब सक्यो हाम्रो सबै खायौँ ल उमेश अङ्कल फाइनल्ली हाम्रो कुल पूजा पनि भ्याइयो अब साँझ छ एकछिन कार्यक्रमको लागि त्यही त अब भेट 3 वर्षको लागि 3 वर्ष अब अर्को कुल पूजा 3 वर्षपछि हुन्छ हाम्रो के भन्नु भने